हेलो गाइस मेरो फ्रन्ट क्यामेरा अलि राम्रो त छैन त्यही पनि म यसो पछाडिको चाहिँ मेरो दामी छ कि अगाडि चाहिँ यस्तै हो आफ्नो अनुहारै यस्तै हो अझै पछाडि चाहिँ खतरा आउँछ कि पछाडिको क्यामेरा चाहिँ खतरा आउँछ कि यसमा अगाडि मात्र हो यहाँ तोरी छ क्यामेरा पछाडिको त आज त यहाँ अब मकै रोप्ने मकैमा सिमी मकै तोरी सब रोप्ने हो अब मलाई अघिदेखि बोला छ त्यहाँ मकै रोप्नु खन्ना आएछ भनेर खन्ना आएन हामीलाई पराख अहिले एकछिनमा फेरि अहिले यहाँ टुप्पो रोप्ने गरी हाल्छ आएन म चाहिँ यहाँ यता तर्साउन जाउँ क्या हो म गाइज खने ल खन्नु न अलि खानु पा जस्तो यता हेर्नु न हाई यहाँ खने गति मैले हेर्नु त्यहाँ कसरी खने यो अब मिलाउने हो नि त यहाँ खनेर होइन बारी चाहिँ होइन जम्मा 2 मिटरको होला कि सिद्धिँदैन खनेर रोपेर खनेर सिद्धिँदैन यहाँ मकै रोप्न ल छोड यहाँ अब यहाँ मकै रोप्ने अब तर रोप्न चाहिँ आउँदैन ल ल रोप्ने तरिका देखाउ नि त खै जान्ने बच्चाहरू जान्ने कि यहाँ पखा यसले रोप्यो है छोरोले खतरा रोप्छ रोप्यो हो यसले जानेछ ल मलाई आउँदैन यसो रोप्नलाई यसले खतरै रोप्यो के भाँडो भाँडो ल्याऊ हाम्रो आउँदैन खन्न आउँदैन हाम्रो मै हो तर जिन्दगीमा केही गर्न नजाने यति खन्न जाने भए पुग्छ क्या मान्छे खन्नुपर्छ मकै रोप्ने यहाँ छ मकै रोपेल भन खनेल भन एउटा आयो बल्ल यता आएछ खै के ल्याएको छ र माछा ल्यायो क्या के हो यो पानीमा माछा हाल्यो ए फोहोर भयो बसाल कि भन आज दिनै बित्ने यहीँ बित्ने भयो 2 मिटरमा खन्दा खन्दा अब नआएपछि के भन्दा आउनेले गर्नुपर्छ नि त Oh yes. हाला छोरा क्यारम बोर्डको गोटी राखेर रेमन चार जिन्दाबाद होइन रेमन होइन एकछिन नहाला
कति छ र खै हात देखाउ त ए टन्ने रहेछ सिद्धो यता आयो मकै हाल्न छिटो यहाँ छिटो ल यहाँ यहाँ यति बाटो हाल्छ झऱ्यो बाबा यहाँ भन्दै थियो सबै झऱ्यो उयो त हामी अब हातले गाडेको छ त्यसले फुल रोपेको जति अझै धेरै छ कति छ खै सबै हो ल ल ठिक छ ल राख उयो हाल्ने अब है बाक्लो A few moments later. ए वर्षा को हामीलाई खन्न आउँदैन त्यो आन्टीले त त्यहाँ खन्ने के गरे कहाँ छ हाम्रो कुखुरा कुखुरा कहाँ गयो कुखुरा अर्काको बारीमा आयो भने यहाँ Run. यहीँ छ है यहाँ छ यहाँ कराउँछ अरे यहीँ नि कहाँ जानु कुखुरालाई यहाँ दाना यहाँ छ मैले दाना टिपेर कहाँ राखेँ ल ल भित्र बसेर खाऊ तिमीहरू है धेरै उता जाने होइन भित्र जाने भित्र जाऊ ल भित्र गएर खाऊ छिटो पानी पऱ्यो भित्र जाँदैन त त्यो अर्को पनि अलिकति लिएर आऊ न यो आएको यो भएर यो चल्लाहरू यता आएन क्या पसेन कि भित्र त्यही भएर फेरि यो पस्यो भने सबै पस्थ्यो त्यो माउको फुल्यो उठ्यो चाहिँ ल ल समय जुम बस अब उयो पस्नु पर्ने मात्र भित्र पस्दैन हौ लगाइदिनु के भागिहाल्यो नि त्यसलाई समाएर हाल्नु पोलिदिनु त अलिकति कस्तो मुनाले त यसले गर्दा डराउँछ नि त यो चाहिँ मेरो छोरा सिङ्गाने के आएको त्यसको कस्तो मुनाले छ त्यो माउलाई राम्रो छोप्दै चल्ला त्यो यति भयो जाउँ मकै रोप्नु सिङ्गाने यो चाहिँ कसको छोरा त्यो खानु हुन्न रेमन यता ल्याऊ आउनुहोस् बरु कस्तो खालको रहेछ त्यो माउलाई छोड्दियो भने चल्ला मात्र चाँदैन कि होइन यो हाल्नु पर्यो नि सिया कहाँ चल्ला जा
यो पछाडि खुलेको पानी परिहाल्छ कहाँ गा किन च्याउ के सुसु गर्न आयो कहाँ सुत्नु फेरि बारी खान जानु नि अब हाम्रो बारी खान जानु Later. ल गाइस फाइनली सक्यो रोप्नलाई बारी कुलो छोडा ल। के छ मकै छ गोजीमा छ होला देखाउ त गोजीमा लुकाएर आएछ केटो म त मकै छन नपुगेलामा ल आनन्द छ यहाँ सुतेर बसेको छ काली र आँखा रातो रातो पारेर सुतेर बसियो काली सुतेको हो सुत्यो हो ल ल खोइ कुखुराहरू कहाँ गयो तिनीहरूलाई छोडिदिउँ फेरि म कुखुरालाई